विनर घोषणा गर्छु सुरुमा थर्डलाई चाहिँ म एउटा इयरपड दिन्छु सेकेन्डलाई 5000 र थर्डलाई 10000 सुरुमा मैले यो इयरपडको विनर घोषणा गर्छु त सुरु गर्दा हुन्छ ल मैले यहीबाट यहाँ छ मसँग ठ्याक्क स्पेन भनेर गेस गर्नेहरूको नाम अब उहाँहरूले हाम्रो रुल्सहरू फलो गर्नु भएको छ कि छैन चाहिँ मलाई थाहा छैन मैले चेक गर्नुपर्छ हैन अब सुरु गरौँ है त यो इयरपड्स कसले जित्छ भनेर यति धेरै छ मैले यो लेख्नको लागि लगभग 2 दिन जति खर्चे अब मेरो हातमा चाहिँ @सामुएल खलिङ राई मेरो हातमा आइसकेको छ यो इयरपड जितिसक्नु भएको छ उहाँलाई धेरै धेरै बधाई छ म उहाँलाई टिकटकमा मेसेज पनि गर्छु है अब फाइनली अब 5000 विनर को हुनुहुन्छ भनेर गेस तपाईहरुले गेस गर्नु है अब तपाईहरु कोले कमेन्ट गर्नु भएको छ सोच्नु म विनर हुन्छु कि हुँदैन भनेर म त्यति दिनसम्म पैसा गन्छु 1 2 3 4 5 ल अब यतिको विनर एकजना म ठ्याक्क घोलेर निकाल्छु है 1 2 3 4 5 डबल चेक गरे के गरौँ है कति साथीहरुले चाहिँ मलाई अब तिमीहरुले फलोअर्स बढाउनलाई मात्र यसो भनेको हो भनेर यसो कमेन्ट गरिरहनु भएको थियो त्यो कमेन्टले चाहिँ अलिकति नराम्रो लाग्यो किनभने हामीले अहिलेसम्मको कुनै पनि त्यस्तो फेक तरिकाले गरेको छैन यो पनि हामीले लाइभ नै गर्ने भनेर कन्फ्युज थियौं के लाइभ गर्ने कि एउटा भिडियो बनाउने भनेर एकदम कन्फ्युज थियौं अब फाइनली त्यो अब लाइभ नै गर्दिम किन गर्ने भनेर फ्योर तरिकाले नै गरेको छौं अब निकाले है त 5000 को लागि चाहिँ के यो टियुङ रिपेस लिम्बू @ छ है उहाँको टिकटकको नाम चाहिँ अब म उहाँलाई यसरी सर्च गरेर उहाँलाई मेसेज गर्छु उहाँले चाहिँ ट्याक्कै यो 5000 चाहिँ जितिसक्नु भएको छ उहाँले हाम्रो रुल्स फलो गर्नु भएको छ कि छैन त्यो पनि चेक गर्नुपर्ने छ बाइ द वे कसरी चेक गर्ने त मेरो फोनमा हेरौँ है यो फोनमा मेरो के छ उहाँको नाम हानेर चेक गरौँ है त उहाँले हामीलाई फलो गर्नु भएको छ कि छैन रिपोस्ट गर्नु भएको छ कि छैन के छ भनेर अलि तल तल हगी जस्तो लाग्यो रिपोस्ट गरेको भिडियो के छ उहाँले हामीलाई फलो चाहिँ गर्नु भएको छैन जस्तो लाग्यो त्यही पनि चेक गरौँ न राम्रोसँग तल्लै गएर है के थाहा 5000 पो जितिहाल्नुहुन्छ कि भन्ने कुरा हो उहाँको फलोइङ लिस्टमा हेर्दाखेरि चाहिँ मैले त्रिमूर्ति स्टोर चाहिँ कतै पनि देखिनँ मैले उहाँको फलोइङ लिस्टमा त्रिमूर्ति चाहिँ कतै पनि देखिनँ इभन त्रिमूर्ति मोबाइल हाउसलाई पनि गर्नु भएको छैन प्लस फेरि एकचोटि डबल चेक गर्छु उहाँले फलोइङ चाहिँ गर्नु भएको छ कि छैन भनेर चेक गर्दैछु डबल चेक होइन मैले त्रिमूर्ति स्टोर चाहिँ देखिनँ के डबल चेक गर्न पर्यो नि 5000 को सवाल छ होइन उहाँले फलो गर्नु भएको छैन रहेछ उहाँले चाहिँ फलो गर्नु भएको रहेनछ ठिक छ उहाँले अब फलो नै गर्नु भएको छैन भनेपछि अब रिपोस्ट गरेर पनि कुनै मान्यता हुँदैन किनभने हाम्रो त्यो नियममै लागू हुन पर्यो हैन अब ठ्याक्कै उहाँले चाहिँ यो 5000 चाहिँ गुमाउनु भयो जस्ट एउटा सानो मिस्टेकले
अब यस्तो उहाँले त 5000 गुमाउनु भयो अब तपाईँहरूले चाहिँ अब यस्तो मिस्टेक गर्नु भएन अहिले नै फलो गरिहाल्नु होला लाइभ हेर्दै हुनुहुन्छ भने पनि अब नेक्स्ट मान्छेलाई फेरि एकचोटि झिकौँ है त को हुनुहुन्छ उहाँले पनि फलो गर्नु भएको छ कि छैन उहाँ चाहिँ के हुनुभयो रिप्लेस हुनुभयो यो 5000 बाट यस डिस्क्वालिफाइड एउटा झिके मैले एउटा झिके 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 को हुनुहुन्छ भन्दाखेरि लामा रहेछ उहाँको टिकटकका नाम चाहिँ एकचोटि उहाँले पनि हामीलाई फलो गर्नु भएको छ कि छैन एकचोटि रुल्स फलो गर्नु भएको छ कि छैन चेक गरौँ है उहाँको पनि टिकटकका इफ रुल्स फलो गर्नु भएको रहेछ भने त यो 5000 त पाँच जित्नु भइहाल्यो नि अब उहाँको नाम चाहिँ मैले ट्याक्क भेटाइसकेको छु भन्दा नि भयो भेटाइसकेँ उहाँले पनि हामीलाई फलो गर्नु भएको छ कि छैन लेट्स चाहिँ यहाँनिर हेरौँ है त उहाँले हामीलाई फलो गर्नु भएको छ कि छैन भनेर यहाँ देखाइदिनु पर्यो मैले पनि चेक गरेको छैन त्रिमूर्ति स्टोर A to Z मोबाइल हाउसलाई गर्नु भएको रहेछ हाम्रोलाई गर्नु भएको छ कि छैन गर्नु भएको रहेछ नि त ल डबल चेक गरौँ है फेरि एकचोटि त्रिमूर्ति स्टोर छैन उहाँले पनि फलो गर्नु भएको रहेनछ डिस्क्वालिफाइड है अब यस्तो हो उहाँले रिपोस्ट गर्नुभयो भने पनि लाइक गर्नुभयो भने केही त्यो मान्यता भएन जस्ट हामीलाई फलो गर्नु भएन जो मेन त्रिमूर्तिलाई नै फलो गर्नु भएको छैन भने कसरी दिने त यो 5000 होइन हाम्रो पनि अब बिचरा हाम्रो पनि अब मन नै हो होइन त ठिक छ उहाँ पनि डिस्क्वालिफाइड हुनु हो मैले साइड लगाइदिएँ है तपाईँहरूले लाइभ हेरिरहनु भएको छ भने यस्तो सानो सानो गल्ती चाहिँ नगर्नु है अब फलोहरू चाहिँ गर्नु होला तपाईँहरूले यस्तो सानो गल्ती र यत्रो रकम गुमाउनु पर्यो हेर्नु त फेरि निकाल्नु पर्ने भयो लाइभ एकदमै लामो हुनेवाला छ जस्तो लाग्यो मलाई अर्को छ नाम प्रकाश साई ठकुरी उहाँको पनि एकचोटि चेक गरौँ हाम्रो रुल्स फलो गर्नु भएको छ कि छैन जम्मा ती दुईजना पर्यो अहिलेसम्म कसैले नै फलो गर्नु भएको रहेन उहाँले चाहिँ गर्नु भएको छ कि छैन हेरौँ है त उहाँको टिकटकका नाम प्रकाश साई ठकुरी हुनुहुँदो रहेछ फलो गर्नु भएको रहेछ भने त 5000 जित्नु भयो @you unknown me मैले उहाँको टिकटक आइडी भेट्न चाहिँ उहाँले फलो गर्नु भएको छैन तर उहाँले फलोइङ लिस्ट चाहिँ हाइड गर्नु भएको रहेछ यस्तो अवस्थामा के गर्दा ठिक होला रिपोस्ट चाहिँ गर्नु भएको छैन हेरौँ है त रिपोस्ट हेरौँ त्यसपछि उहाँले रुल्स फलो गर्नु भएको छ कि छैन थाहा भइहाल्छ नि लास्ट मार्च उहाँले पनि जितेर पनि यहाँ देखाइदिनुहोस् त उहाँले हाम्रो कमेन्ट मात्र गर्नुभयो कि के गर्नुभयो भनेर उहाँले रिपोस्ट चाहिँ गर्नु भएको रहेछ अब फलो गर्नु भएको छ कि छैन चाहिँ चेक गर्न पर्यो कसरी चेक गर्नु म उहाँको फलोइङ लिस्ट चाहिँ हाइड रहेछ प्लस हाम्रो आइडी भएको अकाउन्टले चाहिँ लाइभ गरिरहेछौँ कसरी चेक गर्दा ठिक होला केही सजेसन लगइन गर्दा हुन्छ थोरै मिनट हाम्रो यहाँनिर अकाउन्ट लगइन गर्न पर्ने भयो सो अलिकति होल्ड गरिदिनु होला है साथीहरू ठिक छ यसलाई होल्डमा राख्ने तर फेरि विनर त घोषणा गर्न पर्यो नि विनरलाई चाहिँ गर्दिने यसलाई चाहिँ होल्डमा राखेर गर्ने उसले चेक गर्छ नि त उसले चेक गर्छ नि चेक गर्ने ओके म
सन्तोष सरले म दाइलाई कल गर्छु सुरुमा, उहाँले फलो गर्नु भएको छैन र यहाँबाट हामी प्रुफ देखाउँछौँ तपाईँहरूलाई, चिन्ता गर्नु पर्दैन। भाइ हामीलाई छौ भन्नु हामी अहिले ठ्याक्कै लाइभमा छौँ दाइ। टिकटकबाट नि गरिरहेछौँ हामीले यहाँबाट। यति चाहिँ अलिकति म यहाँ माइक छ मेरो। यो कसरी हिँड्दा अब थोरै होल्ड गरिदिनु है, थोरै जस्ट उहाँले चाहिँ हामीलाई फलो गर्नु भएको छ कि छैन भनेर चेक गर्न पर्ने हो। हाम्रो त्योबाट लाइभ भइरहेछ, हामीसँग अरू एक्सेस छैन नि त अकाउन्ट। यो नामले हामीलाई फलो गर्नु भएको छ कि छैन ट्याक्क हामीलाई यहाँ लाइभमा देखाइदिइहाल्नु पऱ्यो, टिकटकबाट पनि प्लस स्क्रिन सेयर गरेर मिल्छ भने। यहाँ हामी लाइभमै छौँ होइन, यसरी तपाईँसँग एक्सेस छ नि त होइन। सो त्यही भएर यो नाम मैले तपाईँलाई फोटो खिचेर पठाइदिएको छु, यो उ गर्न पर्यो, देखाइदिनु त। उहाँ मैले फोटो खिचेर पठाएको छु, उहाँको नाम सर्च गर्नुहोस् न सिधै। एकैछिन है, फेसबुकको साथीहरू चाहिँ थोरै होल्ड गरिदिनु पऱ्यो, किनभने हाम्रो यहाँनिर मेक स्योर गर्न पऱ्यो नि होइन, 5000 जित्नु छ नि त। सो तपाईँहरू चाहिँ थोरै होल्ड गरिदिनु होला। हामीसँग एउटा मात्र एक्सेस भएर यहाँबाट लाइभ गरिदेखाउँ नि त टिकटकको। सो भेरिफिकेसन गर्दैछौँ। हजुर हजुर, हामीले चाहिँ भेरिफिकेसन गर्दैछौँ। इफ जित्नु भएको रहेछ भने फेरि किन उ गर्नु भनेर सर्च गर्नु न सिधै यो नाममा, @ हानेर उता गएर होममा गएर YOUHKNOWMEE हो, यही फर्स्टकै हो। ल माई गडनेस, उहाँले चाहिँ हामीलाई के गर्नुभएको रहेछ त, फलो गर्नुभएको रहेछ। उहाँले हाम्रो भिडियो रिपोस्ट पनि गर्नुभएको छ। हेर्नु देखाइदिनुहोस् त, मैले चेक गरिसकेँ, फेरि एकचोटि डबल चेक गरौँ है। आई थिङ्क उहाँ चाहिँ विनर हुनुहुन्छ जस्तो लाग्यो है 5000 को। हजुर छ, अझै राम्रोसँग हेर्नुहोस्, तल तल सार्नुहोस्। त्यो उयो हो, यो फर्स्टकै ग्रिनवाला 15 जुनवाला गिटार बजाएको भन्दा यताटिको तल तल त्यो ग्रिनको के होइन, यो 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 15 जुनवाला परेन, गिटार बजाउँदा गिटार हो यो। ल उहाँले चाहिँ हाम्रो टिकटकलाई रिपोस्ट पनि गर्नुभएको रहेछ, हामीलाई फलो पनि गर्नुभएको रहेछ। सो लगभग उहाँ चाहिँ हाम्रो त्रिमूर्ति स्टोरको यो 5000 को विनर पनि हुनुभयो फाइनली। यदि दुईजना चाहिँ ठ्याक्कै डिस्क्वालिफाइड हुनुभयो, किनभने हामीलाई फलो गर्नु भएको रहेन त, रिपोस्ट गर्नु भएको रहेन त, जस्ट कमेन्ट मात्र गरिदिनु भएको रहेछ क्या। यति सानो, यो त सानो मिस्टेक हो नि त होइन। सो तपाईँहरूले पनि यति सानो मिस्टेक चाहिँ नगर्नु होला। उहाँले चाहिँ हामीलाई फलो पनि गर्नुभएको रहेछ, हाम्रो भिडियो रिपोस्ट पनि गर्नुभएको छ, लाइक पनि गर्नुभयो, प्लस कमेन्ट पनि गर्नुभयो। यति गरेको भरमा 5000 जित्नुभयो है। अब तपाईँहरूले पनि टिकटक लाइभ हेरिरहनु भएको छ, फेसबुक लाइभ हेरिरहनु भएको छ भने चाहिँ यति सानो मिस्टेक चाहिँ नगरिहाल्नु, अहिले नै गएर हामीलाई फलो गरिहाल्नु होला। अब उहाँ चाहिँ हाम्रो विनर हुनुभयो, प्रकाश साई ठकुरी। उहाँलाई चाहिँ म अब टिकटकमै अहिले एकछिनमा
मेसेज गर्छु मेसेज गरेर हामी उहाँको भिडियो पनि बनाउनेछौँ प्रुफसहित आउनेछौँ हामी यसको चाहिँ होइन नेक्स्ट वान छ 15,000 15,000 1 2 3 4 5 6 7 8 9 10 टोटल 15,000 को अनि 10,000 को अब फर्स्टको चाहिँ भयो 10,000 को हुनुहुन्छ होला विनर लेट्स सी नेक्स्ट वान मेरो हातमा आइसकेको छ अर्को छ पापो भन्ने युजर नेम उहाँहरूको पनि सर्च गरेर हेरिहालौँ है ट्याक्क मेरो हातमा चाहिँ यही आएको छ फेरि तपाईँहरूले एकदमै धेरैजनाले यस्तो राम्रो अवसर गुमाउनु भइसकेको छ यदि तपाईँहरू लाइभमा कोही नयाँ हुनुहुन्छ भने चाहिँ यो लाइभ चाहिँ सेयर गर्नु है आफ्नो साथीहरूलाई प्लस हामीलाई फलो पनि गर्नु होला नयाँ हुनुहुन्छ भने साथीहरूलाई को कोले कमेन्ट गर्नुभएको फलो गर्नुभयो उहाँहरूलाई यो लाइभ चाहिँ सेयर गर्न सक्नुहुन्छ है एमडी ठ्याक्कै उहाँको नाम चाहिँ माथि पपअप भइसकेको छ सो उहाँले चाहिँ हामीलाई फलो पनि गर्नुभएको रहेछ फलो पनि गर्नुभएको रहेछ है देख्न सक्नुहुन्छ ट्याक्क लगाएर फलो चाहिँ गर्नुभएको छ अब रिपोस्ट गर्नुभएको छ कि छैन हेरौँ है त रिपोस्ट गर्नु भएको छ कि छैन लेट्स से रिपोस्ट गर्नु भएको रहेछ भने 10,000 उहाँले जित्नु भयो के फाइनली 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 म यति खुसी भएँ हाम्रो रुल्स फलो गर्नु भएको यति धेरै मान्छे खोज्दाखेरि पनि नभेटेर यति धेरै मान्छेले हाम्रो रुल्स फलो नगर्नु भएको जस्ट आएर ऱ्यान्डमली कमेन्ट मात्र गरिदिनु भएको रहेछ रुल्स नै नहेरिकन फाइनली उहाँले चाहिँ पापुले चाहिँ जितिसक्नु भएको छ म चाहिँ उहाँलाई टिकटकमा मेसेज गर्छु देख्न सक्नुहुन्छ म चाहिँ यो स्क्रिनसट पनि गरेर राख्छु अब उहाँलाई टिकटकमा मेसेज गर्छु है त बधाई छ उहाँलाई कसैले चिन्नु भएको छ भने चाहिँ प्लिज उहाँलाई मेन्सन गरिदिनु होला है यही उता यतै लाइभतिर अब उहाँले चाहिँ 10,000 जित्नु भइसकेको छ फाइनलमा लास्टमा म के भन्न चाहन्छु भने म उहाँहरूलाई एकछिनमा मेसेज गर्छु मेसेज गरिसकेपछि उहाँहरूलाई पुरस्कार दिएको पनि म अवश्य भिडियो त ल्याउने नै छु उहाँहरूलाई अब उहाँहरूले मान्नुहुन्छ भने हामी उहाँहरूलाई भिडियो पनि बनाउन लाउनेछौँ त्यसको पनि हामीहरू अब के भन्छ त्यो प्रुफ चाहिँ ल्याउनेछौँ अनि अन्तिममा के भन्न चाहन्छु भने यति सानो सानो मिस्टेक चाहिँ नगर्नु नै होला क्या यति सानो मिस्टेकले पनि यत्रो 10,000 थोरै त होइन यो 10,000 चाहिँ तपाईँहरूले गुमाउनु भयो सानो मिस्टेक नगर्नु होला प्लस तपाईँहरू हाम्रो यो धादिङ काठमाडौँ वरिपरि कोही हुनुहुन्छ भने चाहिँ हाम्रो स्टोर भिजिट गर्न सक्नुहुन्छ यो पुरस्कार लिनकै लागि पनि स्टोर नै भिजिट पनि गर्न सक्नुहुन्छ अनि तपाईँहरूलाई केही सामानहरू चाहिन्छ भने फोनहरू एसेसरिजहरू अब तपाईँहरूलाई फोन किस्ताबन्दीमा लिनु छ भने तपाईँहरूको बजेटै धाँदैन अथवा तपाईँहरूलाई धेरै फोनमा एकैचोटि फोनमा पैसा इन्भेस्ट गर्नु छैन भने चाहिँ किस्ताबन्दीमा लिन सक्नुहुन्छ त्यसको लागि पनि त्रिमूर्ति आउन सक्नुहुन्छ त्रिमूर्तिलाई भिजिट गर्न सक्नुहुन्छ एसेसरिजहरू लिन सक्नुहुन्छ एकदमै मिलाएर वारेन्टी भएको एकदमै दामी अनि प्लस तपाईँहरूसँग पुरानो फोन छ भने हाम्रोमा चाहिँ एक्सचेन्ज पनि हुन्छ तपाईँहरूले एक्सचेन्ज पनि गर्न सक्नुहुन्छ अब तपाईँहरू कोही नजिकै हुनुहुन्छ भने चाहिँ हाम्रो स्टोर भिजिट पनि गर्न सक्नुहुन्छ हामीलाई मेसेज पनि गर्न सक्नुहुन्छ हाम्रो चाहिँ अल ओभर नेपाल डेलिभरीको सुविधा पनि छ तपाईँहरू अब कोही नजिक हुनुहुन्छ भने चाहिँ भिजिट पनि गर्न सक्नुहुन्छ अब यति भन्दै म लास्टमा विजेताको नामहरू चाहिँ सरसर्ती लास्टमा एउटा भन्छु है त एउटा छ 10,000 विजेताको नाम छ पापु @ABUJAR786 यो उहाँले चाहिँ हाम्रो रुल्स पुरै फलो गर्नु भएको छ प्लस हामीले फलो पनि गर्नु भएको छ अनि कमेन्ट पनि एकदमै मिलाउनु भयो स्पेनले जित्या भनेर किनकि स्पेनले जित्या हो नि त सो उहाँले यो 10,000 जितिसक्नु भएको छ उहाँलाई म मेसेज गर्छु अहिले नेक्स्टमा अनि अर्को छ हाम्रो 5,000 को विजेता 5,000 को विजेता हुनुहुन्छ हाम्रो प्रकाश शाही ठकुरी एकचोटि हाम्रो अब यो फेरि लाइभ चेक गर्न सक्नुहुन्छ उहाँले चाहिँ हामीलाई फलो पनि गर्नुभएको छ रिपोस्ट पनि गर्नुभएको छ सो उहाँले चाहिँ यो 5,000 जितिसक्नु भएको छ अब उहाँलाई पनि म लास्टमा मेसेज गर्छु यो हुनुहुन्छ सेकेन्ड हुनुहुन्छ अनि थर्डमा हुनुहुन्छ इयरपोर्ट्स विनर चाहिँ को हुनुहुन्छ भन्दाखेरि सामुएल खालिङ राई हुनुहुँदो रहेछ उहाँले पनि हामीलाई
हाम्रो सबै अब रुल्सहरू फलो नै गर्नुभएको छ नि त सो उहाँले यो इयरबड्स जित्नु भएको छ उहाँलाई पनि म मेसेज गर्छु अब यो सबैको लागि चाहिँ तपाईँहरू नजिक हुनुहुन्छ भने त्रिमूर्ति भिजिट गर्न सक्नुहुन्छ त्रिमूर्ति स्टोर कलङ्की र त्रिमूर्ति स्टोर धादिङको 3वटै ब्रान्चमा भिजिट गर्न सक्नुहुन्छ अब टाढा हुनुहुन्छ भने चाहिँ हामीलाई मेसेज गर्न सक्नुहुन्छ प्लस म पनि मेसेज गर्छु